सबैलाई नमस्ते टासिदेलेक म जोर्डेन गुरुङ धर्म सम्बन्धित कुरा भाग 3 मा तपाईहरुलाई स्वागत गर्दछु। र आज यस भिडियोमा म ढोगको बारेमा भन्ने प्रयास गर्नेछु र कृपया धैर्य गरेर भिडियोको अन्तिमसम्म हेरिदिनु होला। र तपाईहरुलाई म ढोग सम्बन्धित 7 वटा कुराहरु भन्नेछु। कति प्रकारका ढोगहरु छन्, ढोग गर्ने बेलाको सोच, ढोग गर्ने बेला के पढ्ने, धेरै ढोग गर्नुको कारण, कहिले र किन ढोग गर्ने, ढोग गरेको फाइदा र ढोग गर्दा हत्केला कसरी जोड्ने। ढोग सम्बन्धित यी 7 वटा कुराहरु म सकेसम्म छोटो मिठो र स्पष्ट गरी तपाईहरुलाई बुझाउने प्रयास गर्नेछु। नम्बर 1, कति प्रकारका ढोगहरु छन् त भन्दा बुद्ध धर्ममा खास गरी 2 यानी 2 किसिमका ढोगहरु छन्। शरीर झुकाएर टाउकोले भुइँ छुने ढोग र शरीरलाई पुरै भुइँमा झुकाएर गरिने ढोग। र पहिलो ढोग कसरी गरिन्छ त भन्दा हाम्रो घुँडा 2 वटा घुँडा 2 वटा हत्केला र हाम्रो निधार यी 5 वटालाई भुइँमा राम्ररी छुएर गरिन्छ। र दोस्रो शरीरलाई पुरै भुइँमा झुकाएर गरिने ढोग। यसलाई हाम्रो तिब्बती भाषामा क्याङछाक भनिन्छ हैन। र मतलब रुख ढले झै आफ्नो शरीरलाई पुरै भुइँमा झुकाउने, आफ्नो 2 वटा हात यानी हत्केला जोडी आफ्नो टाउकोको सिधा हैन सिधा तन्काउने र साथै आफ्नो निधारलाई भुइँमा छुएर गरिन्छ। र आफ्नो शरीरलाई त्यसरी पुरै रुख ढले झै भुइँमा झुकाउनुको कारण के हो भन्दा चाहिँ आफूले अहिलेसम्म गरिआएको पापहरू कुकर्महरूलाई लिई एकदमै पश्चाताप एकदमै पछुतो भएको जनाउँछ। र नम्बर 2 मा ढोग गर्ने बेलाको सोच कस्तो हुनुपर्छ भन्दा पहिलो कुरा आफूले ढोग गर्ने ठाउँ यानी ढोग गर्ने व्यक्ति चाहिँ आफ्नो शरणको पवित्र ठाउँ हो भन्ने विश्वास हुनुपर्छ। र तिब्बती भाषामा ढोगलाई छाकछाल भनिन्छ हैन, छाकछाल। र त्यसको मतलब के हो भन्दा छाक भनेको आफ्नो सबै पाप दुःखहरू परिष्कृत हुनु अथवा मेटेर जानुलाई छाक भनिन्छ है। र छाल भनेको चाहिँ सबै ज्ञानहरू अब आफ्नो पापहरू सबै परिष्कृत यानी मेटेर गइसकेपछि दोस्रो कुरा छाल भनेको चाहिँ सबै ज्ञानहरू आफूलाई प्राप्त हुन्, हामी सबैलाई प्राप्त हुन् भनेको। त्यसैले गर्दा ढोग गर्ने बेलामा 3 ढोका यानी शरीर, वचन र मन यी 3 वटा भएका पाप कुकर्महरू जे भए पनि ती सबै मेटेर अनि सबै ज्ञानहरू प्राप्त होस् भन्ने सोच लिएर ढोग्नुपर्छ। र तेस्रो नम्बरमा ढोग गर्ने बेला के पढ्ने त भन्दा खास गरी पूजापाठ अनुसार ढोग गर्ने बेलाको पाठ पनि भिन्न भिन्न हुन्छन्। र आफ्नो पढ्ने क्षमता अनुसार लामो पाठ पनि पढ्न सकिन्छ। र यदि आफूलाई लामो पाठ पढ्न आउँदैन भने पनि त्यसमा आत्तिनुपर्ने केही छैन। बस तपाईले त्रिरत्न याद गरेर ढोग्नुभयो भने हुन्छ। र ढोग्ने बेला बुद्धम शरणम गच्छामि, धर्मम शरणम गच्छामि, सङ्गम शरणम गच्छामि भनेर ढोग्नुहोस्। र चौथो नम्बरमा धेरै ढोग गर्नुको कारण के हो त भन्दा हामी सबै प्राणीहरू सुख मात्र चाहने र दुःख कसैले नचाहने सबैजना एउटै हुन्। सुख पाउनलाई पुण्य कमाउनु पर्छ भने दुःख मेटाउनलाई पनि पापहरू परिष्कृत गर्नु अथवा पापहरू मेटाउनु पर्छ। र त्यसकारण पुण्य कमाउनु र पाप मेटाउनका निम्ति हामीले धेरैभन्दा धेरै ढोग गर्नुपर्छ। र 5औं नम्बरमा कहिले र किन ढोग गर्ने। पहिलो कुरा
कहिले यानि कति बेला ढोग गर्ने त भन्दा हुन त हामीले सधैँ यानि दैनिक हिसाबमा ढोग गर्नु एकदमै आवश्यक छ। र खास गरी औँसी पूर्णिमा त्यसै गरी ठुला लामाहरूको दर्शन गर्ने बेलामा ढोग गर्नुपर्छ। र विशेष गरी भन्नुपर्दा बिहान आफ्नो ओछ्यानबाट उठ्ने बित्तिकै राम्रो मन यानि सबैको भलाइ सोचेर होइन, सबैको दुःख मेटुन्, सबैले सुख पाउन्, सबैले बुद्धत्व प्राप्त गरून् भन्ने त्यस्तो मन लिएर ढोग गर्नु एकदमै आवश्यक छ। दोस्रो कुरा, राति सुत्नु अघि सद्भावपूर्ण कार्य यानि आफूले गरेको राम्रो कामहरू समर्पण गर्ने अथवा प्रार्थना गर्नुहोस् र आफूले गरेको गलत कामहरू स्वीकार गर्ने, याद गर्ने र त्यसलाई माफी मागी, मनमनै माफी मागी ढोग गर्नु पनि दैनिक हिसाबमा एकदमै आवश्यक छ। र यसरी दैनिक हिसाबमा किन ढोग गर्ने त भन्दा त्यो भनेको हाम्रो शरण स्थानबाट हामीलाई आशीर्वाद पाउनुको लागि हो। र 6औं नम्बरमा ढोग गरेको फाइदा के छ त भन्दा हुन त मैले अगाडि भने जस्तै धेरै ढोग गर्नुभयो भने तपाईँले धेरै पुण्य कमाउनुहुन्छ, सुख पाउनुहुन्छ र दुःखहरू मेटेर जान्छन् र साथै हाम्रो फोक्सोको बिरामीहरू पनि हराएर जान्छ भनिन्छ। विशेष गरी भन्नुपर्दा ढोग गर्नु भनेको आफ्नो भित्री भएको अहङ्कारलाई निको बनाउने औषधि जस्तै हो। र अहङ्कार भनेको के हो भन्दा चाहिँ जस्तै आफूमा भएको ज्ञानलाई सबैभन्दा उच्च यानि सबैभन्दा राम्रो मान्नु, म नै सबैभन्दा राम्रो, मैले गरेको सबै ठिक मात्रै हो, मबाट त गल्ती हुनै सक्दैन होइन भन्ने त्यस्तो सोचले गर्दा चाहिँ आफूले आफूलाई एउटा नयाँ ज्ञान पाउनबाट रोक्छौँ र नयाँ ज्ञान प्राप्त हुन दिँदैन। जस्तै भन्नुपर्दा हामीले नराम्रो खाना खाएमा हाम्रो पेट बिग्रिन्छ होइन र त्यसले हामीलाई राम्रो खाना खान दिँदैन, हो त्यस्तै हो। र अर्को उदाहरण भन्नुपर्दा अहङ्कारको बलुनमा, त्यो बलुन हुन्छ नि हावा भरेको बलुन, हजुर त्यो भनेको है त, अहङ्कारको बलुनमा ज्ञानको पानी बस्दैनन् भनेको जस्तै हो। त्यसैले आफ्नो अहङ्कारलाई सानो बनाऊ र आफ्नो ज्ञानलाई बढाऊ। आफ्नो ज्ञानलाई बढायो भने हामी एकअर्काले सोचेको पुरा गर्न सक्छौँ र ढोग गर्नुको मूल कारण यानि फाइदा पनि त्यही नै हो। र 7औं नम्बर यानि अन्तिममा ढोग गर्ने बेला हत्केला कसरी जोड्ने भन्दा ढोग गर्दा मात्र नभइकन हामीले पाठहरू गर्दा यानि हत्केला जोड्ने जे पूजापाठ या कार्य गरे पनि त्यो बेला यो हत्केला कसरी जोड्ने त भन्दा पुरै यसरी दुईटा हातलाई यसरी टालेर नगर्नु होला है त। कसरी गर्ने त भन्दा आफ्ना यी 5वटा औँलाको टुप्पोहरू छ नि, यसलाई यसरी जोड्ने र भित्र अलि खाली बनाउने है, अलि डल्लो जस्तो बनाएर भित्र केही राखेको जस्तो होइन, त भित्र चाहिँ खाली बनाएर र हाम्रा यी 2वटा औँलाहरूलाई बुढी औँला नि भनिन्छ नि त होइन, यसलाई चाहिँ यसरी भित्र हाल्ने है त, हो यसरी चाहिँ हत्केला जोड्ने। र यो थियो हामी सबैले विशेष गरी ध्यान दिनुपर्ने ढोग सम्बन्धित 7वटा कुराहरू। र त्यसो भन्दै आजको भिडियो म यही नै टुङ्ग्याउँछु। तपाईँहरूलाई अलि भए पनि फाइदा भयो होला भन्ने आशाका साथ र अर्को भिडियोमा पर्ने बाचा पनि गर्दैछु होइन। र मेरो पछिल्लोको भिडियो, अब आउने भिडियो चाहिँ भनेको कोरा गर्नेको बारेमा हुनेछ। जस्तै हामीले कोरा गर्ने बेला हामीले दायाँपट्टि कोरा गर्नुपर्छ भन्छौँ होइन, गुम्बा कोरा गर्दा होस् या जे गर्दा पनि चैता कोरा गरोस् होइन, त्यो गर्ने बेला दायाँबाट कोरा गर्नुपर्छ भन्छन्। त्यसको कारण के हो होइन, र हामीले कति कोरा गर्नुपर्छ र कोरा गर्ने बेला के पढ्नुपर्छ, के सोच बोक्नुपर्छ भन्ने हो, त्यसको बारेमा म भन्ने प्रयास गर्नेछु। त्यति बेलासम्म धैर्य गरेर पर्खिदिनु होला होइन। त्यसो भन्दै धन्यवाद।